संघर्षशील सपना देख्नेहरूको कथा। तिमीहरूको फुटबलले मेरो इज्जत गयो। अझै खेल्छस् फुटबल? काठमाडौँमा फिल्म एन्जिलाको भव्य प्रिमियर। नमस्कार, म निराजन थापा। मनोरञ्जन न्युजमा यहाँलाई स्वागत छ। नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुब्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्ष, त्यसैगरी काठमाडौँको सडकमै बस्नु परेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा समेटेर बनेको फिल्म एन्जिलाको काठमाडौँमा भव्य प्रिमियर शो सम्पन्न भएको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक आइजिपी राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा पत्रकारहरू, त्यसैगरी अभिनेत्रीहरू, कलाकारहरू, सिनेमा कर्मीहरू, शुभचिन्तकहरूको बीचमा उक्त प्रिमियर शो सम्पन्न भएको हो। ललितपुर स्थित लबिङ महलमा रहेको कियोफेक्स सिनेमामा भव्य सजावट र रेड कार्पेटले सजाएको प्रिमियरमा सिनेमाका तर्फबाट अभिनेता दयाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सहनिर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति रहेको थियो। यद्यपि सिनेमाकी कथाकी पात्र तथा प्रमुख अभिनेत्री एन्जिला सुब्बा र अन्य प्रमुख कलाकारहरूको भने कार्यव्यस्तताका कारण उपस्थित हुन सकेका थिएनन्। फागुन 29 गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रिमियर शो पछि एन्जिलाले भोग्दै आएको पाइले पछि समस्या र कठिनलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा लगभग सबै दर्शकहरू भावुक बनेका थिए। खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा तय गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र यो जीवनीलाई उत्कृष्ट रूपमा सिनेमामा उतारेको भन्दै निर्देशकको तारिफ समेत गरेको थियो। सिनेमा हलबाट निस्कदै गर्दा प्राय सबै दर्शकहरू रोइरहेको दृश्य देखेको थियो। सिनेमा हेरेर कहिल्यै नरुने समेत आफूलाई सम्हाल्न नसकेको बताएका थिए। प्रमुख अतिथि आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनसिप मात्र देखिरहेको, तर यो सिनेमाले एन्जिला हुनुको वास्तविकता देखाएको बताएका थिए। उनले भने, हामीले सधैँ एन्जिलाको खेल हेर्यौँ, उनको क्याप्टेनसिप देखेका थियौँ, तर एन्जिला हुनुमा उनले कति सङ्घर्ष गरेकी रहेछन्, कति पसिना र आँसु बगाएकी रहेछन् भन्ने यो सिनेमाले देखाएको छ। एफिएफ क्लबले एन्जिलालाई चिनायो, एन्जिलाले देशलाई चिनाइन्। यो सिनेमा नयाँ पिढीको लागि प्रेरणादायी हुनेछ, उनले भनेका छन्। निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू अवाक भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो आएको जनाएका थिए। मैले एन्जिलालाई तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यही नै देखाऊ भनेको थिएँ। म आफूले पनि हरेक पटक सिनेमा हेर्दा भावुक हुने गरेको छु। धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ, अब दर्शकको पालो आएको छ, चाम्सले भने। निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताएका थिए। निर्देशक चाम्सको प्रशंसा गर्दै उनले भने, मैले योजना सुनाएपछि उहाँले म तपाईँलाई सहयोग गर्छु भन्नुभयो। यो सिनेमा बनाएर एन्जिलाको घर बनाउने कुरा सुनाएपछि दयाङ राई लगायतका कलाकारहरूले पनि सबैले अभिनयमा मात्र होइन अन्य सहयोग गर्ने वचन दिनुभयो, श्रेष्ठले भने। यसअघि यस सिनेमाको हङकङ, कोरिया, बेलायत तथा नेपालको धरानमा समेत प्रिमियर शो भएको थियो। यसमा एन्जिलाको साथमा प्रेम कुमार श्रेष्ठ, दयाङ राई, सुशील थापा, विजय बराल, सिर्जना सुब्बा, माउसो गुरुङ र बुद्धि तामाङको प्रमुख अभिनय रहेको छ। मनोरञ्जन समाचार अहिलेलाई यति नै। हाम्रो युट्युब च्यानल हेर्दै गर्नुहोला। नमस्कार।